खानेकुरा चाहिँ तपाईहरुको मुख्य मासु चाहिँ के खानुहुन्छ तपाईहरु? मासु हामी बाँदर, गुना, बाख्रा, कुखुरा त्यस्तै। बाँदर मिठो हुन्छ? बाँदर पनि मिठै हुन्छ। अब खाने चिजले त मिठै हुन्छ। अब कामी, दमाई, सार्की, दुम तिनीहरूले भैँसी खान्छ। हो कि होइन? सबैले खान्छ भैँसी त? हो, तिनीहरूले पनि मिठै मान्छ। तपाईले पनि खान्छ एउटा? खान्छ। भैँसी खान्छ नि? भैँसी खानु हुँदैन। हामी त तामाङहरु भैँसी खान्छ। के तामाङहरु? तामाङ खेल्नु लामा। तामाङ लामा। तामाङ लामा। भैँसी खान्छ हामी। भैँसी खानु हुँदैन। भैँसी खानु पनि उल्टी आउँछ। उल्टी आउँछ है? ए हो र। भनेपछि तपाईहरु पनि ठुलो रहेछ त, झन् खसी खाने। नै होइन। ठुलो भई के गरिन्छ? तपाईले भैँसी खाएर तपाईले भैँसी खान्छ, तपाईले उल्टी आउँदैन? आउँदैन। हो कि होइन? म भैँसी खायो भने मेरो उल्टी आउँछ र बाँदर खायो भने हजुरको उल्टी आउँछ। उल्टी आउँछ। हो कि होइन? फरक त हुन्छ नि। हुन्छ हुन्छ। हो कि होइन? ठिक कुरा हो कि ठिक कुरा हो? ठिकै हो, ठिकै।